नमस्कार, म चाहिँ यहाँ केराबारी सात मुगुको स्थानीय म चाहिँ के भन्न गइरहेको छु भने मेरो सानो अनुरोध बिना भनौँ जे होस् म चाहिँ थोरै कुरा राख्न गइरहेको छु। यो चाहिँ हाम्रो मोरङको उत्तरी भेगमा पर्ने केराबारी सात मुगु साइडको जङ्गल हो। यो जङ्गल चाहिँ तपाईको एकदमै रमणीय छ, हरियाली छ। यो चाहिँ आन्तरिक पर्यटनको लागि एकदमै राम्रो ठाउँ हो। यस ठाउँमा अहिले राई जातिको त्यहाँनिर साकेला थान बनेको छ भने यहाँनिर लिम्बूहरूको चोटलुङ पार्क बनेको छ। आज नै उँभौलीको पर्वको अवसरमा हामीले याक्सुङ लिम्बूहरूले चाहिँ चोटलुङ पार्कको उद्घाटन गर्दै उँभौली पूजा आराधना गरिएको छ। यस ठाउँमा चाहिँ पानीको सुविधा छ, पानी एकदम राम्रो पञ्चन छ, यहाँनिरको वातावरण एकदमै राम्रो छ। तपाईँहरू भिजिटको लागि आइदिनु होला। यहाँनिर यो हाम्रो 9 साइजको गोकुले फुटबल ग्राउन्ड हो। यहाँ चाहिँ हाम्रो गाउँको केन्द्रको प्रदेशको नेताहरूले अलिकति ध्यानाकर्षण गराउन चाहन्छु। यहाँनिर हाम्रो गाउँपालिकाको अध्यक्षको लगायत हाम्रो वडाको ध्यानाकर्षण गर्न चाहन्छु। यहाँनिर चाहिँ आन्तरिक पर्यटनको लागि रिसोर्ट पब्लिकहरूको लागि चाहिँ एकदमै राम्रो छ। पिकनिक खानको लागि यो पिकनिक स्थल बनाउनको लागि चाहिँ एकदमै उत्कृष्ट ठाउँ छ। यहाँ बन्दै गरेको झोलुमुङ्गे पुल चाहिँ यहाँनिर छ, यो साइडमा छ उत्तर पूर्व साइडमा। यसले चाहिँ नर्कटेर यहाँनिर ठ्याक्कै जोड्छ यो ग्राउन्डमा। तपाईँहरू यताबाट पनि जान सक्नुहुन्छ, यताबाट धरान जान सक्नुहुन्छ, यताबाट याङखिला नाखेर जान सक्नुहुन्छ र यताबाट केराबारी जान सक्नुहुन्छ। यो ठाउँ चाहिँ एकदमै राम्रो छ, रमणीय छ। तपाईँहरू यदि घुम्न आउनु चाहनुभयो भने वातावरणको हिसाबले होइन सुविधाको हिसाबले पनि नजिकै छ। अहिले यो ठाउँ बन्दैछ बिस्तारै। यहाँनिर आज सानो सानो कार्यक्रमहरू नै छ। अब स्थानीय स्तरको अब फुटबलहरू हुन्छ अनि अब गाउँको लागि यो आन्तरिक पर्यटनको लागि चाहिँ एकदमै राम्रो ठाउँ छ। त्यसैले गर्दा मेरो बिन्ती चाहिँ के छ भने हाम्रो गाउँपालिका अध्यक्षलाई यो ठाउँलाई अलिकति अनुगमन गरिदिनु पर्यो, निरीक्षण गरिदिनु पर्यो। पर्यटनको लागि चाहिँ एकदमै राम्रो स्थल रहेको छ। यो ठाउँ चाहिँ लुकेको जस्तो भइरहेको छ। केराबारी 7मा पर्ने एकदमै लुकेको तर एकदम राम्रो ठाउँ छ। यहाँनिर हेर्नुभयो भने पनि एकदमै राम्रो छ। यहाँनिर छात्राहरू बनेको छ है। तपाईँहरू जो कोहीले पनि तपाईँहरू समाजका अग्रज होइन गाउँपाका अग्रज नेताहरूले चाहिँ यो ठाउँलाई अलिकति आन्तरिक पर्यटनको लागि